लेस कुखुरा इनिसियम छ उसलाई लेस कुखुराको यही कुखुराको मल हाल्दाखेरि चाहिँ हामीले चाहिँ अर्ग्यानिक मान्ने कि केमिकल मान्ने भनेर त्यही बुझ्न खोजेको थियौँ के केमिकल मिक्स भएको छ कि छैन भनेर आफैले हेर्नु पर्यो के केमिकल मिक्स भएको छ भने त्यसलाई अर्ग्यानिक मानिएन केमिकल छैन भने चाहिँ अर्ग्यानिक ओके त्यही बुझ्न खोजेको अरू होइन हामी चाहिँ यो थाइल्यान्डको अर्ग्यानिक फार्मको चाहिँ हाम्रो भिडियो फोटोहरू लिइरहेछौँ हामी अर्ग्यानिक फार्म भिजिट गर्न गइरहेछौँ अनि अब यो यता चाहिँ तपाईहरुले सबै यहाँ आउनु है यहाँ चाहिँ उहाँहरूले यो टेबल जस्तो बनाएर यो काम गर्नु भएको छ अघि भन्नुभएको थियो नि त्यहीवाला यसमा के रोप्न मिल्छ अब आफै देख्नु पर्यो गम्बुट नो गम्बुट नो गोइङ फोटो मोबाइल उहीहरूको टिमको हो एउटा उहाँको दिनु न म्याडम ल त्यहीबाट सेयरिङ गर्नु ल अनि यो पानी दिने चाहिँ स्प्रिङ्कल मार्फत चाहिँ सबैलाई दिने गरिरहेको छ त्यहाँ रहेछ स्प्रिङ्कल यो स्प्रिङ्कलले फाल्या होला सायद सर यो चाहिँ थाइल्यान्डको अर्ग्यानिक फार्ममा हामी भिजिट गरिरहेछौँ เราเลยต้องระบายอากาศในการให้ความร้อนที่มันมาจากข้างล่างขึ้นข้างบนผ่านมุ้งขึ้นไปตรงนู้นไม่มีพลาสติกตรงนู้นเป็นมุ้งแบบนี้มุ้งตะข่าย जस्तै यो कस्तो भन्दाखेरि यो चाहिँ सबै प्लास्टिक होइन अरे के झुल जस्तो हो रे यता साइडमा चाहिँ किन भन्दाखेरि यो चाहिँ एकदम गर्मी भएको भएर चाहिँ यो माथि रापेर बसेको भएर चाहिँ यो रापहरू निकाल्नलाई चाहिँ त्यहाँ प्लास्टिक छैन प्लास्टिक छ अरे आधी झुल जस्तो ग्रिन नेट हालेछ सर ग्रिन नेट सरी प्लास्टिकमा जाली हुने रहेछ है यो चाहिँ हो प्लास्टिक पानी जम हुन्छ नि त पानी जमिहाल्छ समस्या हुन्छ नि त यस्तो खालको त्यसको लागि चाहिँ पानी तल झर्ने पनि त नि चिसै मात्र झर्ने भयो यो त जाली हो नि इन्सेट नेट हो यो त यसमा झारपात पनि एकदम कम आउँछ कि यो कन्ट्रोल तपाईको उस्तै पर्यो भने माटो बिना नै खेती गर्न सकिने अवस्था देख्यो कि जस्तै अन्त लगेर कि यस्तै रोडमा घरभित्र उसमा सर उताबाट पानी फाल्दैछ अरे फोहरा सिस्टम होला नि त अहिले यिनीहरूको